नमस्ते। आज म चाहिँ कुनै दिदीबहिनीहरूले प्रेग्नेन्सीको प्लान गर्नुभएको छ भने प्रेग्नेन्सी प्लानिङ गर्दा के ध्यान दिनुपर्ने कुराहरू भन्दैछु। पहिलो कुरा, प्रेग्नेन्सी प्लानिङ गर्नुभन्दा अगाडि हामीले एउटा मेडिसिन दिन्छौँ जुन चाहिँ बच्चाको स्वास्थ्यको लागि पनि आमाको लागि पनि बेनिफिट हुन्छ। फोलिक एसिडले चाहिँ बच्चामा हुने कुनै अनोमली भन्छौँ हामीले, त्योलाई प्रिभेन्ट गर्नको लागि हामीले प्रायर टु प्रेग्नेन्सी प्लानिङ नै 1 महिनादेखि 3 महिना अगाडिदेखि हामी खुवाउन सुरु गर्दछौँ। सबभन्दा कुरा ध्यान दिनुपर्ने भनेको मानसिक तनाव चाहिँ एकदमै कम गर्नुपर्छ। प्रेग्नेन्सी प्लान गर्नुभएको छ भने अलिकति तौल धेरै छ भने तौल पनि घटाउनुपर्छ, वेट चाहिँ अलिकति लस गर्नु पनि राम्रो हुन्छ। र सबभन्दा हाम्रो शरीरलाई सबैलाई चाहिने चाहिँ शारीरिक व्यायाम भन्छौँ हामीले, एक्सर्साइजहरू चाहिँ राम्रोसँग गर्ने, डेली जस्तो एटलिस्ट आधा घन्टा बिहान बेलुकी गरेर एक्सर्साइज गर्नु पर्यो। र न्युट्रिसनको पनि त्यत्तिकै भूमिका हुन्छ। राम्रा खाना, पौष्टिक आहारले गर्दा पनि प्रेग्नेन्सी लाग्ने चाहिँ एकदमै धेरै चान्स हुन्छ। त्यस कारणले यस्तो कुरामा ध्यान दिनुभयो भने प्रेग्नेन्सी लाग्ने चान्सेस चाहिँ एकदमै हाई हुन्छ। सँगसँगै अल्कोहल र चुरोट यता बिडीहरू खानुहुन्छ भने यस्तो कुराहरूलाई पनि फिमेल र मेल दुवैजनाले चाहिँ त्यो चाहिँ प्रयोग नगर्दाखेरि राम्रो हुन्छ। र यति गर्नुभयो भने प्रेग्नेन्सीको चान्स चाहिँ एकदमै हाई हुन्छ। अब के हो, तपाईँहरूलाई यस सम्बन्धी केही जानकारी पाउनु छ भने तपाईँ कलेज अफ मेडिकल साइन्समा ओपिडी 3 नम्बरमा चाहिँ आएर सम्पर्क गर्न सक्नुहुन्छ। हामी 9 बजेदेखि 5 बजेसम्म कार्यरत हुन्छौँ। नमस्ते।